नमस्कार सबैलाई, म ज्योतिष पण्डित गङ्गाधर उपाध्याय सधैँ आज पनि नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। आजको भिडियोमा यदि तपाईँले सपनामा विभिन्न सागसब्जीहरू देख्नुभयो अथवा तरकारी लगायत अन्न अनाजहरू देख्नुभयो भने त्यसको अर्थ के हुन्छ, आज हामी यस बारेमा चर्चा गर्नेछौँ। सपना त सामान्यतया जोसुकैले देख्छन्, तर कुनै सपनाहरू यस्ता हुन्छन् जसको बारेमा हामीलाई अर्थ जान्न मन लाग्छ भने कुनै सपनाहरू यस्ता हुन्छन् जसको बारेमा कसैलाई नसुनाउनु अथवा यसको अर्थ नजान्दै राम्रो हुन्छ भन्ने सपनाले जनाउने गर्दछ। त्यस्तै यदि तपाईँले सपनामा विभिन्न तरकारीहरू जस्तै कि लौकाहरू, भेन्टाहरू, बोडीहरू यस्ता सागसब्जीहरू, हरियो सागसब्जीहरू देख्नुभयो भने यदि तपाईँले यस्तो हरियो सागसब्जीहरू देख्नुहुन्छ भने यो शुभ सपना हो। यो भविष्यमा आर्थिक लाभको सङ्केत हो, तर यदि तपाईँले आफूलाई यस्तो सब्जीहरू किन्दै गरेको देख्नुभयो भने यो चाहिँ शुभ सपना होइन है, यो राम्रो मानिँदैन। यसले तपाईँलाई आर्थिक क्षति गराउन सक्छ अथवा तपाईँलाई आर्थिक रूपले कमजोर बनाउन सक्छ। साथै आफू वा अरू कसैलाई यस्तो बेचिरहेको देख्नुभयो भने यो राम्रो मानिन्छ। यसको अर्थ आगामी समयमा तपाईँले केही सम्पत्ति पाउन सक्नुहुन्छ। यसको अर्थ यदि तपाईँले किन्दै हुनुहुन्छ भने यो सपना शुभ होइन, तर अरू कसैलाई बेचिरहेको देख्नुहुन्छ भने यो चाहिँ शुभ सपना हो। यदि तपाईँले सपनामा कागतीहरू, निम्बुहरू जस्तै यस्तै प्रकृतिका अरू तरकारीहरू देख्नुहुन्छ भने त्यसको अर्थ के हो त? यो सपनामा यस्तो हरियो काँचो कागतीहरू देख्नु यो सपना पनि यो एक शुभ सपना हो। यो सपनाले यो भन्छ कि तपाईँ जुन बाटोमा हिँड्दै हुनुहुन्छ त्यो बाटोमा तपाईँ अवश्य नै सफलता पाउनुहुनेछ। तपाईँको कार्यक्षेत्रमा तपाईँको बढुवा हुनेछ अथवा वृद्धि हुनेछ। तपाईँको जीवनमा नयाँ सुख छाउनेछ र तपाईँले जस्ता इच्छाहरू, जस्ता चाहनाहरू राख्नुहुनेछ तपाईँ अवश्य नै सन्तुष्ट, अवश्य नै तपाईँको इच्छाहरू पुरा हुनेछन्। यदि तपाईँले सपनामा सागसब्जीहरू बारीमा उब्जाएको देख्नुभयो अथवा रोपेको देख्नुभयो भने त्यस्तो सपनाको अर्थ के हो त? यो पनि शुभ सपना अथवा राम्रो सपना हो। यसको अर्थ यो हो कि जीवनमा केही राम्रो हुनेवाला छ, तपाईँले धन वा सन्तान प्राप्ति गर्न सक्नुहुन्छ। सपनामा यदि हरियो सब्जी देख्नुभयो भने, जुनसुकै सब्जी देख्नुभयो, हरियो पात, हरियो सब्जी देख्नुभयो भने यसको अर्थ के हुन्छ त? यो तपाईँको परिवारमा पैसा आउने सङ्केत हो अथवा नयाँ पैसा आउने, कुनै जुनसुकै कुराबाट पनि तलाब लगायत त्यस्ता पैसा आउने सङ्केत गर्छ अथवा तपाईँकोमा पनि यसले पैसा अथवा आर्थिक वृद्धि गराउनेछ। यदि तपाईँले सपनामा सामान्यतया यस्ता सपनाहरू, यस्तो तरकारी, यस्ता किनबेच सपनाहरू देख्नुहुन्छ भने यो सपना शुभ सपना हो। यदि तपाईँले सपनामा अन्न अनाजहरू देख्नुभयो भने यसको अर्थ यो हुन्छ कि तपाईँको नयाँ सौभाग्य आउनेछ अथवा तपाईँलाई सौभाग्य बढ्नेछ, घरमा लक्ष्मी छाउने छिन्। हस्त धन्यवाद। आजको भिडियो यति नै रहेको छ। हाम्रो भिडियोलाई मन परे च्यानललाई सब्स्क्राइब गर्नुहोला।